अहिले हामी भने चेप्टीको भित्र पार्कतिर घुम्दैछौँ। सबै चेप्टी पार्कहरू हामी फेलिली कुदाइहाल्नुपर्छ। अब यहाँ भने हाम्रो साथीहरू सबै टिकटक बनाउन थाल्नुभयो, फोटो खिच्न थाल्नुभयो सबै साथीहरूले आफ्नो आफ्नो तरिकामा। हामी भने अगाडि सामान लिएर अगाडि बढ्दैछौँ। यहाँ हाम्रो साथीले पानी बोक्न नसकेर राख्नुभएछ। हामी जाँदैछौँ। हाम्रो यो सानो पुल छ, यो पुल तरेर उतापट्टि गइसकेपछि हामी उतापट्टि निस्किनेछौँ पार्कमै। यो चेप्टीको भित्र पार्कभित्र बनिएको विभिन्न प्रकारका मूर्तिहरू यहाँ जति पनि घुम्ने पर्यटकहरूका लागि मनोरञ्जनका लागि बनाइएको हो। देख्न सकिन्छ यस्तो यस्तो खालको कला। मैले भरिसक सबै पार्कमा रहेको सबै विभिन्न प्रकारको कलाहरूलाई चाहिँ देखाउन कोसिस गरिरहेको छु। यहाँ वृद्ध बालबालिका सबैलाई रहर लाग्दा चिजहरू देख्न सकिन्छ। यहाँ हाम्रो नेपालको राष्ट्रिय झन्डाहरू पनि फरफरिरहेछ। अनि यता बालबालिकाका लागि रमाइलो ठाउँहरू। अत्यन्तै रमाइलो राम्रो। यो चेप्टी पार्कभित्रको दृश्य हो र यहाँ चाहिँ उदुमुन्टे परेको कित्लीमाबाट पानी झर्दै गरेको। त्यस्तै न्यू प्लेस युट्युब च्यानललाई पनि माया गरिदिनु होला। लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। हामी न्यू प्लेस युट्युब च्यानलबाट नयाँ नयाँ ठाउँहरूलाई नै देखाउने कोसिस गर्ने नै छौँ। र मैले एउटै भिडियोबाट सबै मैले एकैचोटि सबै चेप्टीको दृश्य देखाउन सकेको छैन र यसलाई मैले भाग बनाएर अथवा पार्ट 1 पार्ट 2 पार्ट 3 गर्दै पार्टमा हामीले देखाउनेछौँ, जुन हामी एक एक गर्दै देखाउने नै छौँ। अनि यता हाम्रो सरहरू देखिँदैछ, यहाँ केबी सर र खड्का सर। हामी यतापट्टि पनि देख्दै जाउँ, हेर्दै जाउँ। र न्यू प्लेस युट्युब च्यानललाई माया गरिकन लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। फेरि हामी अर्को भागमा भेट्ने नै छौँ।